लु अब गिफ्ट खोल्ने कार्यक्रम भइरहेको छ साथीहरू ए खाम भित्र ए यसको हरायो के हो त यो न्याक्लो यो चाहिँ मलाई हो ल्याउ यो चाहिँ गजब भएछ यो कपाल चाहिँ अलि बाक्लो गर्नुपर्ने हो क्या मेरो तनावै भइसक्यो यो चाहिँ लगाउँदिनँ किनकि अर्कै टप छ अनि साथीहरू यो पनि सुनके अनि फेरि नक्कली होइन अहिले लाग्यो हौ नेक्लेस ऊ माइली मामुले ल्याइदिए उसलाई पो थोरै राम्रो देखिएन ल्याइदिएको र यस्तो राम्रो देखियो उसलाई मेरो चाहिँ टोप्रो छोपियो क्या राखेको छ भित्र कतै ला सुन हेरिसक्नु त पहिले एक रुपियाँ पनि रहेछ है गाइस तेरो ब्यागको झर्या हो यो होइन मलको ब्यागको होइन 1 रुपियाँ थियो है राम 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 ए मेरो घाँटी यो पुरै टन्सिल भइसक्यो छिटो न नच्या त कुलु गर्नु न त अघि ठुलो मामु खोलिदिए लु होइन खोल्न खोल के छ र त्यहाँ के को मेरो बट्टा ए मन्जु मामुको यी पाउ त्यसको बट्टाको यहाँ छ लु मन्जु मामुको पाउजु खुट्टामा यो चाहिँ उहाँले खोलिरहनु भएको छ उहाँकै गिफ्ट हो जेठो ठुलो बाबा ठुलो मामु कोसी दादाको तर्फबाट ठुलो मामु ठुलो बाबा अनि तुलसी दादा चाहिँ मलाई एकदम मनपर्छ यो पाउजु अनि त्यो खोइ के हो मैले बिर्सिसकेँ आउँदैन भन्न शिरफुल हो कि चाँदी फुल हो के मिठो बास्ना आयो हुन्थ्यो उसको मुखमा पहिले तुलसी दादा सुङ्थ्यो भने त्यो रालहरू ए यहाँ गतिम्लो कुरो खुलो है यहाँ एकछिन है एकछिन यो चाहिँ मलाई अरू भन्दा नि डिजाइन मन पर्यो यो चाहिँ कहीँ देखेको थिएन यस्तो दाना झुन्नेको डिजाइन के सादा हुन्थ्यो नि त यो चाहिँ कसले ल्याइदिएको छोरी एकछिन कसको गिफ्ट हो अलि फटाफट भन है मलाई टाउको दुखेको छ अब मिलो यो चाहिँ ल्याइदिनु भएको हाम्रो आमाले त्यो नेक्लेस र यो छ नि त्यो कानको त्यो पनि आमाले नै ल्याइदिसेको यो पनि आमाले नै ल्याइदिसेको आमाले ल्याइदिसेको मामा माइजू बुवा सबैको तर्फबाट हो नि यो फेरि मामा घरबाट यो चाहिँ आमाको तर्फबाट मात्र हो यो चाहिँ काम नलाग्ने नाक नछेडेको मान्छेलाई पनि फुली आएको छ गाइज के गर्नु यो चाहिँ हामीलाई किडनी परेको छ के छेडेको बाबु ना कस्तो राम्रो रहेछ टुपुक्कै सुहाउने भोलि म लगेर छेडाएर लगाइदिन्छु त्यति गरिस् भने नि तँलाई पनि इनाम दिन्छु यो म छेडाएर ल्याइदिन्छु भोलि छोरी चाहिँ मलाई दिएर पठान 1 रुपियाँको त हुँदैन दिदीको भोलि एनिभर्सरी मेरो एनिभर्सरी यता लु नाक छ छोरी चाहिँ भगर ठाउँ पुर्याइदिए त के एकदम लु ल्याउ यो अर्कोले हालिदिने ढिलो भइसक्यो हेर लु मेरो अक्सफोर्ड एजुकेसनल एकाडेमी स्कुलबाट आएको जस्तो हैन सानो कुरा डिक्सनरी त सबैभन्दा ठुलो हो फेरि हेर्दामा मात्र सानो हो साथीहरू यसको पाना 540 वटा छ त्यहाँ के छ त यहाँ धेरै के भन्छ आवश्यक पर्ने मिनिङहरु छ कन्ट्रीहरुको नाम छ अनि मिनिङ छ नेपाली इंग्लिश टु इंग्लिश एन्ड इंग्लिश टु नेपाली इट्स ओके अब अर्को छ मेरो 2 जोर भयो बेहुली चप्पल हैन यो स्कुलको तर्फबाट हो स्कुल हैन टीचर कुन भन्नुपर्छ स्कुलको स्कुल आज मैले सलिना म्याम निशल सर अनि फाउन्डर म्याम सरलाई देखाएँ तपाईं भिडियो भन्नु के हो त भन्दिदा अलि फटाफट गर्छ अब अर्को मेन चीज मलाई एकदम मन पर्ने चीज स्कुलको तर्फबाट ए ड्रेस पनि त छ नि साँच्चै गुच्चीको एउटा राम्रो भेस्ट छ ठिक मलाई ठिक भयो है सीजी विनोद चौधरी को प्यान्ट पनि मलाई ठिक भएको छ थ्यांक यू अनि यहाँ एउटा जीसी चाहिँ हो
सिजी भन्छ न उसिन के जिसी भन्छ यहाँ हेर्नु अब यसलाई क्याटको भिजेर भोलि सन्डेदेखि म स्कुल जान्छु लु ओके लु स्कुलको सक्यो यो सबै राख यहाँ एउटा थम्बनेल लिइदिन्छु यहाँ बिर्को लगाइदिनु एकछिन सकेकै छैन होइन होइन भएकै छैन यहाँ यो पनि स्कुलकै तर्फबाट हो यो पनि स्कुलको तर्फबाट हो अब हेरौँ ओ माई गॉड गुडिया रहेछ ओ माई गॉड गुडिया रहेछ दुश्मन हेरेको हेरे दुश्मन हेरेको हेरे त डबल छ भनेको अलि होइन छ थाम्ने मिल्छ म त सक्दिनँ हो त्यो पनि तेर्छ उता लुगा छुटो फेरि लुगा झन् अगाडि पट्याएर हो यो पनि हो उसले आएको अर्को भनेकै छैन उसले लगाएको खोइ पुरै आएको छैन त्यो होइन थम्बनेल चाहिँ के पुरै आएको छैन भइसक्यो छैन भने यो हाम्रो लालबन्दीकै डिजायर कलेक्सनबाट हाम्रो आन्टीले ल्याइदिएको छ माथिकै काकी र काका भाइ तिनैजना छुटाउनु भएन नि त तिनैजनाको तर्फबाट आएको छ सुन्दर ड्रेस ओके अझै पनि गिफ्ट आउँदैछ साथीहरू यो चाहिँ हिजो पूजामा चलाएकोले गोडा धोएकोले यो सीता फुपूले अनि गरासको आमाले हो त्यो यो दुईटा चिज सीता फुपूले अनि गरासको आमाले ल्याइदिनु भएको छ त्यसको लागि पनि धेरै धेरै ताली सबजनालाई ताली अब यो चाहिँ यो हाम्रो मामा घरको यो हाम्रो मामा घर परिवारबाट आएको छ वाह ताली आमाले मात्र होइन मामा घर परिवारले नै मिलेर ताली once again त्यही त मामा घर परिवार सकिगयो नि होल फ्यामिली मामा माइजू सबजना सो गाइस अब चाहिँ मैले सबै गिफ्टहरू खोलिसकेकी छु हेरिसक्यौँ एकछिन थम्बनेल प्राङ्क पनि भइसक्यो यहाँ वाउ वाउ भन्न लगाएर यहाँ प्राङ्क गरेर ढङ्स अनि साथीहरू मैले यो सबै पैसा नै गिफ्टहरू पनि खोलेँ अब चाहिँ यो भिडियोको इन्डिङतिर जाउँ अहिले चाहिँ हाम्रो कति बज्यो भन्दाखेरि 11:11 भइसक्यो हामीलाई एकदम मलाई चाहिँ भोक पो लाग्न थाल्यो उहिले खाएको हो 9-10 बजेतिर खाएको मलाई भोक लाग्यो गुड नाइट एन्ड बाई बाई हजुरहरूलाई हाम्रो भिडियो मन पर्यो भने लाइक शेयर कमेन्ट एन्ड सब्सक्राइब गर्न नछोड्नु होला भन्दै बाई बाई थ्याङ्क्स फर वाचिङ